हिजो किन काममा आएन हिजो दाइ म काममा आउनु त आउँछु दाइ हिजो मेरो अलिअलि घरतिर त्यस्तै अलि तिमीले मलाई इन्फर्म गर्न पर्यो तिमीले मलाई इन्फर्म पनि गरेन त किन त नि अनि त्यस्तो इमर्जेन्सी अलि हेर भाइ गाउँमा रहने भए तिमी मेरो मैले भने कुरा मान्नुपर्छ भाइ होइन भने म तिम्रो जाने आछु फेरि मान्दिनँ जे गर्ने हो गर्नु त्यसो भनेर हुन्छ तिमीलाई मैले 2000 एडभान्स पनि दिएको थिएँ त अनि त्यो त अब तपाईँको पैसा म फिर्ता गरिदिन्छु तपाईँको काम आफैले गर्नु त्यो तिम्रो समस्यामा लोका थियौ त्यो समस्या म अब जे भयो नि भयो म तपाईँको पैसा फिर्ता गरिदिन्छु हेर भाइ यस्तो चल्दैन भाइ हेर मलाई खुरुके मेरो पैसा भोलिएर आऊ नत्र भने म तिमीलाई जाने छु चलिस् न त्यो पैसा नि दिनु मात्र म त्यसो भनेर तिमीले हुन्छ किन नहुने नि किन हुन्छ तिम्रो समस्याको पर्दैन मलाई दिएको हो त तिम्रो पैसा तिमी त्यसो भने हुन्छ हुन्छ नि अब त्यो समस्याको कुरा नबुझ्नु मलाई हेर भाइ तिमीले मलाई भोलि जसै पनि मलाई कि मेरो पैसा दिएर आउनुपर्छ नत्र भने तिमी मेरो 2 दिनसम्म मेरो घरमा काम गर्न पर्छ नत्र भने म तिमीलाई फेरि यहाँ समाजले के गर्छु फेरि याद राख फेरि बुझ्यौ ल हुन्छ दाइ म भोलि काममा आइदिन्छु गाह्रो नमान्नु नत्र भने तिमी के को पैसा फिर्ता गर्छु भनेको त अनि त्यसो भए होइन सरी दाइ नरिसाउनु गल्ती भयो होइन तिमी रिसाउने कुरा गर्यौ नि त मलाई अनि होइन जे भयो